आज फेरि पनि एकजना कस्टमर दाइले हाम्रोमा R15 V1 होइन हाम्रोमा सर्भिसिङ गर्न ल्याउनु भएको थियो। सबै हरेक कुरा गरिसकेपछि लास्टमा होइन यसको समस्या के भने डिस अगाडिको डिस चुई चुई गर्ने होइन जस्तो समस्या थियो। डिस्क क्यालिपर खोल्दा त जुन डिस्कको केम हुन्छ नि त्यो पुरै जाम क्या, पुरै खियाहरू परेर पुरै जाम भइसकेको रहेछ होइन। अनि त्यसलाई हामीले पुरै ठोकेर होइन ठोक्दा होइन मोबिल हाल्दै पेट्रोल हाल्दै ठोक्दा होइन धेरै निकै बेरपछि होइन पल्ल तल्ल निकालेर होइन निकै टाइम लगाएर निकालेर होइन त्यसको खिया हटाएर पुरै फ्री गरेर होइन अनि नयाँ डिस्पेड हालेर होइन सेट गरेर मस्त फिटिङ गरेका छौँ होइन। त्यही हो, तपाईँहरू पनि आफ्नो गाडीको होइन यदि डिसहरू होइन चुई चुई कराइरहेको छ भने यो अगाडिको जुनसुकै डिस होस्, अगाडि होस् पछाडि होस्, जुन केम हुन्छ नि त्यो केम चेक गर्नु होला। यदि त्यो जाम छ भने ब्रेक पनि कम लाग्ने होइन अनि चुई चुई पनि आवाज गर्ने जस्तो समस्याहरू आउँछ होइन। कहिलेकाहीँ त होइन झ्याप्प होइन डिसै फस्ने समस्या पनि आउन सक्छ। त्यही भएर तपाईँहरू पनि आफ्नो बाइकको सर्भिस गर्दा चाहिँ यो डिसको केम चाहिँ अनिवार्य चेक गराउनु होला। यदि ठिकै छ भने तैपनि ग्रिस मोबिल लगाएर सेट गर्न लाउनु होला। अहिले हामीले यो R15 को होइन जति पनि यो केम सफा गर्ने होइन प्रोसेस गऱ्यौँ, यो सबै कस्टमरकै अगाडि गऱ्यौँ। त्यही भएर मेकानिक साथीहरू हो तपाईँहरू पनि होइन यदि यस्तो समस्या आछ भने होइन यो ठोकपिट गर्नुभन्दा अगाडि होइन कस्टमरलाई जानकारी गराउनु होला, किनकि यो एल्युमिनियमको हुन्छ, फुट्ने डर पनि हुन्छ होइन। तपाईँहरूलाई यो जानकारी कस्तो लाग्यो लाइक गर्नुहोला। यदि तपाईँहरूलाई पनि हाम्रो काम मन पर्यो भने न्यू काठमाडौँ मोटरसाइकल वर्कसप रूपनगर सप्तरीमा आउनुहोला। धन्यवाद।